हाई गाइस, यो चाहिँ मेरो बेबी गर्लको चाहिँ नेमिङ सेरेमनी हो। हाम्रो फर्स्ट चाइल्ड हो हैन। हाम्रो फर्स्ट चाइल्ड चाहिँ छोरी छ। सो यो चाहिँ एज अ सेलिब्रेट ट्रेडिसनल वी आर गोइङ टु सेलिब्रेट हर नेमिङ सेरेमनी टुडे। हाम्रो छोरी चाहिँ अप्रिलको हो हैन। नेमिङ सेरेमनीको लागि वी आर डुइङ रेडी हैन, प्रिपेयरिङ एभ्रिथिङ हैन। वी आर इन डेनमार्क एन्ड माई फ्यामिली दे आर इन नेपाल हैन। हामी चाहिँ 3 ठाउँमा छौँ। मेरो इनलजहरू चाहिँ उता स्टेटमा हुनुहुन्छ अनि मामी घरमा उता नेपालमा चाहिँ हाम्रो केहरूले मिलेर चाहिँ लामा बोलाएर शेर्पाको कल्चर अनुसार चाहिँ हाम्रो बेबीको चाहिँ नेमिङ सेरेमनी गर्नु लागेको हैन। हामी चाहिँ अब हामी त्यता घरबाट टाढा भएको भएर हामीसँग खासै केही नै थिएन, तर हामीसँग चाहिँ के भन्छ अरे छुवाहरू चाहिँ थियो अनि खादाहरू चाहिँ थियो। थ्याङ्क गड लकिली हैन, उसको नेमको लागि नेमिङ सेलिब्रेसन्स गर्नको लागि। अनि फर्स्ट टाइम देखाउँदैछ हाम्रो छोरी पनि हाम्रो फ्यामिलीहरूमा। अनि सिन्स हामी बाहिर बसे पनि हैन, हामी चाहिँ आफ्नो कल्चर ट्रेडिसन चाहिँ बिर्सिँदैनौँ है। त्यही भएर जहाँ भए पनि आफ्नो रीतिरिवाज चाहिँ मनाउनु पर्छ। अनि के अरे नर्मली नेमिङ सेरेमनी चाहिँ 7 days आफ्टर बर्थ चाहिँ हुन्छ हैन। हाम्रो ट्रेडिसन अनुसार चाहिँ छोरीको चाहिँ, छोराको चाहिँ आई डोन्ट नो कति हुन्छ होला, मेबी एउटै होला। अनि यो दिनमा चाहिँ आमालाई हामी न्यू ममलाई त्यही पापा के बेबीको पापाले चाहिँ लाइक फिडिङ गराउने, राम्रो राम्रो खानेकुरा अनि दुःख नदिने, रिस नगराउने, एकदम मायाले हैन, एकदम थ्याङ्क यू धन्यवाद भनेर संसारमा हैन सन्तानको के अरे जन्म दिएकोमा भनेर त्यसरी चाहिँ एकदम टेक केयर गर्छ अरे। यो दिन चाहिँ हैन नेमिङ सेरेमनीमा चाहिँ एकदम ग्रेटफुल हुनुपर्छ अरे, त्यसो भन्छ। बच्चा यो जन्माइदिएकोमा भनेर, सन्तान दिएकोमा, घर परिवारमा भनेर त्यस्तो भन्छ रहेछ हैन। उसको नेमिङ चाहिँ सबै सुरु भएको भिडियो थियो। यो चाहिँ भइसकेको भिडियो थियो होला जस्तो लागिरहेछ हाम्रो यस्तो केटाले। अनि यो भोइस ओभरल्याप गर्दा चाहिँ मलाई फनी लागिरहेछ। यो भोइस ओभरल्याप गर्नु चाहिँ हाँस उठ्दो रहेछ, तर पनि हैन I'm trying to make some mini vlogs हैन, since I'm in a maternity leave, so I have a lots of time पास गर्नुलाई मेरो त कसरी समय छ मसँग। अनि के अरे के भन्ने अब हैन, एकदम ब्लेस्ड मोमेन्ट थियो भनौँ न, मेरो ब्लेस्ड इयर भनौँ न है। यो समयमा चाहिँ एकदम भाग्यमानी फिल गरेछु, किनभने मलाई लाइक मेरो सन्तान भएकोमा एकदम लक्की भनौँ न। त्यही भएर चाहिँ एकदमै खुसी भाग्यमानी आमा बन्न पाएकोमा एज अ वुमेन हैन। यो चाहिँ सबैजनाको इच्छा हुन्छ होला टु गेट प्रेग्नेन्ट एन्ड ह्याभ अ बेबी हैन। यो चाहिँ सबै वुमेनहरूको चाहिँ ड्रिम नै हुन्छ होला टु फुलफिल। अनि म चाहिँ वान अफ देम पर्यो, एकदम भाग्यमानी भएँ। मेरो सरप्राइज बेबी, मेरो प्रिन्सेस भनौँ न। हेर्नु कस्तो क्युट छ, हेर्नु न अनुहार गोलु म त स्टिल कति टाइमसम्म चाहिँ आई फिल लाइक इभन लाइक म के अरे अझ मेरो बेबी हो र जस्तो लाग्छ कि अझ पनि के अरे म प्रेग्नेन्ट थियो र म बेबी थियो होला जस्तो फिल हुन्छ कि। यो फिलिङ्स चाहिँ अलिक डिफ्रेन्ट स्ट्रेन्ज फिलिङ्स हुन्छ जस्तो भनौँ न। तर द फिलिङ्स टु बी मम, टु बी न्यू मम, त्यो चाहिँ एकदम अमेजिङली ब्लेस्ड भएको फिलिङ्स भइरहेछ भनौँ न। यस्तो चाहिँ लक्की चाहिँ धेरै भाग्यमा लेखेर लिएर आउनुपर्ने रहेछ आई थिङ्क हैन। अनि यो नेमिङ सेरेमनीको दिनमा चाहिँ हामीले नर्मल्ली एकदम घर चोखाउनु पर्छ अरे हैन, किनभने यो नेमिङ टाइममा न्यू बोर्न बेबी हुँदाखेरि चाहिँ नेगेटिभ एनर्जीहरूले चाहिँ धेरै फलो गरेको हुन्छ अरे। सो त्यसले इम्प्याक्ट गर्नु दिनुहुन्न अरे। हामीले घर चखाउने हैन, घरमा भएको फ्यामिली मेम्बरहरूले अलिक धुपहरू बालेर बत्तीहरू बालेर एकदम राम्रो उयो गर्नुपर्छ अरे हैन। बच्चाको लागि राम्रो हुन्छ, हाम्रो आफ्नो फ्यामिली मेम्बरहरूको नै राम्रोको लागि चाहिँ हामी शेर्पाहरू चाहिँ
धुपहरू यसो साङहरू बालेर घर चोखाएर एकदम राम्रो बनाएपछि चाहिँ नेमिङ सेरेमनी पनि कम्प्लिट गरेपछि चाहिँ उसलाई अलिक राम्रो हुने होइन। अदरवाइज होइन त्यो के नराम्रो कुराहरू भइरहेको छ अरे डर हुन्छ अरे, किनभने उनी बेबीको प्योर सोल हुन्छ नि, त्यो प्योर सोललाई फलो गरेर नेगेटिभ चिजहरू धेरै आउने भएर हाबी गर्छ भनेर भन्दछ। सो त्योबाट बस्नुको लागि चाहिँ हेभ टु क्लिन्स होइन। यो नेमिङ कम्प्लिट भएपछि चाहिँ आई थिङ्क सबै राम्रो पनि हुन्छ भन्ने विश्वास छ भनौँ न, एज हाम्रो ट्रेडिसन होइन। ल है मेरो चाहिँ यति नै हो भोइस ओभर होइन। अब चाहिँ पछि फेरि अर्को भिडियोजमा गरौँला। बाई, सी यू लेटर, टिल देन।